एउटा कुरा वैशाखमा आउँछु 1 वर्ष हुन्छ होइन 1 वर्ष कति हुन्छ वैशाखमा आउँदा नानीको जन्म दर्ता चाहिँ गरेर लिए न हामी यहाँ स्कुल लगाइदिन्छौँ पढाइदिन्छौँ म भए पनि पढाइदिन्छु बाबा आमाले नसक्दा पनि म भए पनि पढाउँछु नि त अनि त राम्रो पढाउने हो अब आफू त यस्तै भइयो होइन छोराछोरीलाई चाहिँ एकदम शिक्षित बनाउने यत्रो पढाइदिन्छु म भन्ने मान्छे कहाँ पाउँछौ नि तिमीहरूले म छोरी छैन कति म अनि तिमीहरूलाई कति माया गर्थेँ थाहा छ म पहिला मोबाइल पनि मैले नै किनिदिएको त्यहीँबाट जोइसँग कन्ट्याक्ट भयो मलाई त झन्डै आमाले त कसको काकीले मोबाइल दिएर नि भनेर मलाई पो दोष आएको थियो त अनि अहिले विनिताको पनि मलाई नै दोष आउँदैछ त उसको काकीले मोबाइल दिएर भिडियो बनाएर बिगार्यो भन्छ क्या अनि मलाई त बाबु आमालाई पनि अलिक सफा गर्नु सुगर गरेर लिपलाप राख्नु चुल्हाहरू लिपलाप गर्नु अनि अरू के भनेर खानुसँग त पकाइहाल्छ यसो पकाउनु आएन बाबा आमा यसो मलाई आउँदैन भन्नु सिक्नु अनि त आमा बाबुसँग सिक्नुपर्ने हो नि होइन तर जान्दैन भनेपछि परपरै त्यो फोनमा त यसो जहिले तहिले 24 घन्टा फोन मात्रै यसो गरेर चाहिँ हुन्छ होइन त्यो पनि जोइनले त आरिस्तो गर्छ के भन्छ यसमा त अर्कै रहेछ लाखेसै त भन्ने जोइनले लु भन्दैन मलाई त भन्छ भन्नुहुन्छ भन्दैन तर भन्छ होला यसको त अर्कै कुरा छ भन्छ अरे यो चाहिँ यो आरिस गरागर चाहिँ उहिले भइआएको कि के हो आमै नि हेर्दा यस्तो छ आरिस गरेर हत्तु यो बुढी बजुहरू के साह्रो आरिस गर्दो रहेछ तिमीहरूको नाम चाहिँ बुढी बजु है नानीलाई चाहिँ राम्रो सरसफाइमा ध्यान दिने है काकी म त के गर्नु 10 जना केटा मन परेकोहरू सबै भाग्यो अब लास्ट निर्णय अब विमल भन्ने मात्र छ अब के भो उसलाई चाहिँ म कहिले पनि छोड्दिनँ अरू चाहिँ रोज्दिनँ नि काकी अब अनि उसले अब भरे अरू जस्तै यो 10 जना भाग्ने जस्तै भाग्यो भने भाग्दैन होला उ त भाग्दैन होला भाग्दैन अब त्योदेखि अब धेरै त अब किन रोज्नु र होइन राम्ररी गरी खाने अब रेला गर्दैमा विश्वास पनि मानि नहाल्ने सिरियस पनि नहुने आफ्नै जिउ खान्छ अर्काको मायाले उसले वास्ता गरेको छैन त आफूले अब मनपर्छ त के गर्नु होइन तर म कति पाउँछु यस्तो केटा अब मैले माया गरेर हुँदैन मैले मात्रै माया गरेर भनेर मन पनि मार्नुपर्छ क्या अनि अलिक जिउ पनि लाग्छ अलिक खानेकुरा पनि रुच्छ अनि अब मन परेको केटा लगभग सबै पाउँदैन क्या पाइँदैन नि कसैले मात्रै पाउँछ सबैले पाउँदैन हो नि त्यो त तर अब विमलले त मलाई पहिलेदेखि आफू त मन पराएको अब उसैले मन पराएको कि अब उसैले मन पराएपछि मैले त अब मन त नपराउ त भन्नु त पाउँदिनँ अनि अब मन परायो भने त अनि उसले मात्रै मन परेर पनि हुन्छ र अनि मैले पनि त पहिलेदेखि मन पराएको थिएँ नि अरूलाई त झुटो माया त दिएको नि अनि किन बुढो उफ्रिनेको मलाई यसरी ब्रेकअप दियो भाग्यो भन्दै अनि सिरियस हुन्थिस् त झुटो माया मात्र दिएको थियो उनीहरूले अनि मैले पनि त्यो भिडियोको लागि चाहिँ अनि भाइरल हुन्छ कि भनेर चाहिँ नाटक गरेँ अनि थाहा थियो र साँचो माया त गर्दिनथे अरूलाई अनि त्यतिखेर चाहिँ एकछिन ब्रेकअप भएको विमल चाहिँ विमल पनि फटा छ कि के हो ब्रेकअप त भएको होइन एकछिन साइड लागेको थियो नि फेरि उही पछाडि त आइहाल्यो आएपछि चाहिँ अनि कतिको खुसी भइस् म त खुसी लाग्छ उसँग बोल्नु पर्दा अनि बरु अरूसँग त बोल्नु पनि नपरोस् होला अब त
तर रेला गर्दैमा त केही हुँदैन हो विनिता मैले नि कति ताल चाहिँ उसलाई ब्याक गरेको थिएँ त अनि जोसँग बोल्दा पनि ब्याकै गरिरहेको अनि विनिता रेला गर्दैमा त के हुन्छ होला र एक दिन त उता गएको केटासँग मैले बजाएको नम्बर दिएन दुईजनालाई बाज्यो के भन्यो अरे नि अब त्यस्तो नि दिमाग छ विनिताको त त्यसरी त केटा केटा त बजाउनु हुँदैन है भन्नु अरे त खाँदैको आएको भन्नु अरे विमललाई त त्यो केटाले अनि किन चाहियो म ताप्लेजुङको विमल विनिताको बोयफ्रेन्ड हो म पहिलेको भन्यो अरे विमलले चाहिँ त तुम्बेवाको केटाले चाहिँ के पो भन्यो अरे म पनि नि उसको पहिलेको बोयफ्रेन्ड हो त भन्नु अरे त्यसरी केटा केटा त बजाउनु हुँदैन है बजाइदिएको थिएँ अब त त्यसो नगर है ल त्यसो नगर बजाउनु हुँदैन है केटा केटा त साँच्चै पो लड्छ नि बजाउँदिनँ भरे ज्वाइँलाई ढुट्टो कुटिदियो भने त छैन त विनितै बिजोक हुन्छस् नि अनि त्यसरी केटा केटा बजाउनु हुँदैन है ल नबजाए भन्दा अन्त आफ्नै घरमा टिप्नु रोप्नु पनि त सिक्नु पर्यो रोप्नु त आइहाल्छ नि पक्का आउँछ आउँछ है म त अब म एक बोट खोर्सानी रोप्नु लाउँछु है अस्ति काँक्रा रोप्नु लाएको काँक्रा चाहिँ के गरेको थिइस् नि त्यो छैन त नि अहिले त्यो काँक्राको बोटै छैन त अनि काँक्रा त आउँदैन अलिक अनि काँक्रा झन् सजिलो पो त खोर्सानी भन्दा त्यसलाई चाहिँ मल चाहिँदैन मल चाहिन्छ कि तर खोर्सानी भन्दा सजिलो क्या काँक्रा यो खोर्सानी त कति साह्रो पो छ मजाले रोप होइन अनि मलाई बोट मजाले भिडियो बनाएर पठाइदिए है ल ज्वाइँसँग मिलिजुली काम गरेको म हेर्नु चाहन्छु अनि मजाले टुङ 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 गरी खाएको हेर्नु चाहन्छु तर तपाईँको जोइ त खेतला जान्छन् काकी म मात्र नि घरको काम गर्ने अनि जहिले चाहिँ खेतला लाउँछ भन्छ उता अनि जहिले खेतला त लाउँदैन नि त कहिले कहिले त घरमै प्रत्येक दिन त्यसरी रोजगारी पायो भने त अनि किन विदेश जानु र प्रत्येक दिन हाम्रो नेपालमा त पाइँदैन हौ मन जस्तो प्रत्येक दिन त 2-3 दिन काम गर्यो 2-3 दिन पाउँदैन अनि त्यसै अल्लरी थाप्यो अनि जाँडा सिकाइहाल्यो कहाँबाट उँभो लागिन्छ माछ्छ अरे त अनि ज्वाइँ पनि म दूरपिनले हेर्दैछु नि बेला बेला यहाँबाट अन्त विमल ज्वाइँलाई म दूरपिनबाट हेर्दैछु नि बेला बेला बटुको रक्सीको बोतलसँग बसेको देख्छु है म दूरपिनले हेर्दैछु भन्दैछु अनि मसँग दूरपिन छ त म नदेखाएको मात्रै पो त अब बिहे गरेर गएपछि कतिको मिल्दो रहेछ यिनीहरू कतिको राम्रो गरी खाँदो रहेछ भनेर पनि हेर्छु अनि राम्रो गरी खाएको छ भने चाहिँ देखाउँछु गरी खाएको छैन भने म देखाउँदिनँ है त्यो दूरपिन काम हराउँदा नरिसाउने नझर्किने काम सिकाउँदा झर्किन्छस् र कहिले कहिले चाहिँ हरेस लाग्छ के भन्नु र तँलाई यताले त त्यो फुल अर्को फुल अब पछि फल्ने पनि छुन्नु हुँदैन पो अलग्गै एकदम अलग्गै अकबरे जति स्याहार जोगाउनु पर्ने चिज त सब्जीमा कुनै चिज पनि होइन अकबरे हो साह्रै साह्रो चाहिँ सबै यो पोहोर झरुवा लागेको कहिले यो झरुवाले मार्यो खोर्सानी मजाले स्याहार पुऱ्यायो भने 8-10 बोटले खानु पुग्छ खानु पुग्छ अरे बेच्नु अनि तेल भुटुन मसला खानु त पुग्छ नि मेहनत चाहिँ गर्नुपर्छ क्या तर जसरी मैले यो गर है नानी भनेर म अनि त अब आफै गरेर खाने हो जानु पनि त जबरजस्ती तानेर लगेको होइन आफ्नो खुसीले गएको काम त आफै गरेर खानु पर्यो नि त्यो बुढाको हातमा त हेरेर बस्यो भने त भोकले मर्छ नै पो त अनि एकछिन बिहे नगर्न नानी भन्दा मान्दैनस् अब बिहे गरेपछि त आफै खट्ने हो गएर यति
खोर्सानी त रोप्छु त म खर्सानी मात्र लख्र साँझै यो काकीलाई यसरी। पछि उता गएपछि रोपेर बोट देखाइदिनु भिडियो बनाएर मलाई हाल्दैन भिडियो बनाएर हालिदिनु अनि त हाल्दैन झन् खुसी हुन्छु पत्याउनु हुन्न कि पत्याउनु म त खुसी हुन्छु नि कति खुसी हुन्छ नि त्यसरी खर्सानी रोपेर मलाई भिडियो पठाइदिइस् भने त कति खुसी हुन्छु नि फलेको पठाइदिन्छु रोपेर म कति खुसी हुन्छु नि हो बिनिता त्यसरी पठाउँदा त अम्मै त्यस्तै 9 10 11 बोट रोपे भन्ने चाहिँ बात छ कि 11 बोट रोप्दा बाँच्छ कि बाँच्छ कि बा मल चाहिँ दरो हाल्नु पर्यो अलिक धेरै रोप्दा चाहिँ नहुने उता कुरा उता छेउपट्टि लाग ह भन्दै दोहोऱ्याउनु पर्छ पत्याएन तर अब हा इत्यादिको केटाले त छोडिदियो काम गर्दैन भनेर काम गर्दैन भनेर अनि काम नगर्ने मान्छेलाई पत्याउनु नि। अनि सुत्नुको साथी मात्रै त कसले लान्छ हौ अनि अनि त्यत्रो घाँसको बारी बोक्दा पनि नपत्याउनेहरू चाहिँ के भन्नु आयो घाँसको बारी केटाहरू त्यस्तै हौ केटाहरू के अनि उनीहरूलाई के खाँचो छ र केटी अब 10 त्यो कलिलो नटिप भन्दैछु है त्यसरी त्यो खर्सानी टिप्ने तरिकै ल्याएको छैनस् यहाँ हौ म रात दिन सिकाउँदैछु जहिले खर्सानी टिप्ने बेलामा ल्याउँछु खै सिक्दैनस् नि कलिलो चाहिँ कहाँ टिपेछु यहाँ कमाथि टुप्पामा लेप तान्ने होइन त बिस्तारै यसरी टिप्नुपर्छ अनि तपाईँले नि यसरी कसरी पो टिप्नु सिकाएको होइन र अनि अब अनि यसो गरेर अब खर्सानी टिप्नु पनि जानेन भने अनि खेतलाई चाहिँ कसले लाउँछ र खर्सानीको बोट चाहिँ हेर्नु न खर्सानीको बोट होइन फल बिग्रियो क्या साह्रै फल बिग्रियो क्या कुहिएर हेर्नु न कोही त कुहिएर कोही त टिप फलिरहेको टिप्नु पनि सिक खर्सानी टिपेर भए पनि कमाएर खान्छ खर्सानी टिपेर भए पनि कमाएर खान्छु भन्छस् टिप्नु सिक त त्यसरी माथि चटचट नछिना त्यो सानो टिप्नु हुँदैन त्यो पाकेकै छैन नानी छान्नु पर्यो अनि त्यो पाकेकै छैन पाकेको नै छुट्याउँदैनस् कसरी खर्सानी टिपेर अनि खेतलाई गरेर खानु अनि यहाँ त्यो भन्ने कुरा चाहिँ मान्न मुनिबाट यस्तो मुनिबाट हेर न मुनिबाट यस्तो मुनिबाट हुन्छ क्या भने त टिप्दा हुन्छ त जबर नगर न मैले सिकाएको काम चाहिँ मान्न कमुलो रहेछ कोही कोही त त्यो कमलो टिप्नै हुँदैन अनि कलिलो टिप्नै हुँदैन काम लाग्दैन क्या राग पनि भड्किने अनि आफूलाई पनि काम नलाग्ने काम त गर्नै हुँदैन अनि सिकाएको काम त ठ्याक मान्नुपर्छ त अब म सिकाउँदै गर्छु अब आफै जान्ने हुन्छस् अनि कसरी चाहिँ पार लाग्नु अनि छिपेको र नछिपेको म पनि त थाहा त पाउँछ थाहा पाएर त त्यहाँ टिपेको छ नि यहाँ नि मुख चाहिँ त कसैले पनि जित्दैन है काम चाहिँ कसले काम पनि त्यसरी कसैले नजित्ने गरी गर त अनि मान्छे त कति राम्री अनुहार मात्रै राम्रो होइन काम नगरेको दिन छ त मैले अनुहार मात्रै नरात छ न दिनै छ अनुहार मात्रै राम्रो होइन क्या मात्र झुन्डेको भए त हुन्थ्यो नि मैले भनेको काम पनि कति गर्नुपर्छ अब अझै यो त अब बिहे गरेर जान त्यहाँदेखि कामको त त्यहाँदेखि मात्रै थाहा हुन्छ एउटा नातिनी जन्म हुन्छ र अब भदौमा झन् अनि मात्रै थाहा हुन्छ त्यो एक दिन काम गरेको धेरै हुन्छ होइन बाबु आमाको होटलमा खाइन्जेल त हो नि आफ्नो होटलमा खानु थालेपछि मात्रै थाहा हुन्छ क्या त्यतिखेर मात्रै सम्झिनेले सम्झिन्छ सिक्नेले सिक्छ नसिक्ने त केही गर्दा सिक्दैन अनि गाली त खाएकै छ मैले भनेको अनुसार काम गर्छ मेरै अनुसारले भए पनि काम त गरिहाल्छु नि ल तेरै अनुसारले भए पनि गर्न तर म खाइराखेको छु अहिलेसम्म काम गरेर त्यत्रो बिहान सब्जी भात पनि गरिदिए त बाबु आमाको होटलमा त खाइन्छ बाबुले मलाई तोडाइदिएन भन्छ अनि म त के भन्नु त नभौली सिक्ने सिकाएको काम नभौली मैले पनि जानेको छु तपाईँले मात्रै जानेको होइन भन्नु हुँदैन क्या रिस मात्र उठाउँछ घरकोले पनि
कति धेरै थियो नदिनेहरू मात्र भन्छ हौ अनि- पानी भरिदिन्छु झन् भातिन पनि गरिदिएको आज त हो म त्यो आफै गर्छु हो त्यसरी बनाएर सिक्नुपर्छ हो गुड र पनि कराउँछ गुड ज्वाइँले राम्रो मिठो मिठो खाना बनाइदिए जसरी ज्वाइँले घुमाएर ल्याउँछ तैँले राम्रो मिठो मिठो पकाउने गुड त्यही चाहिएको हो त्यो नहल्ला है ल त्यो बोट नहल्ला है अब मैले नगरेको होइन काम। त्यो बोट नहल्ला है ल ल लु जाउँ डालो बोक अलिक उतापट्टि जाउँ यति नै अलिक टिप्नु पर्ने नि कसलाई हौ दिनुपर्ने छ त्यहाँ मान्छेलाई ए बिनिता यो माया माया भन्ने चिज चाहिँ के हो नि खै के हो म पनि त्यो चाहिँ जान्दिनँ मलाई बुझा न हौ माया भन्ने चिज के थियो अनि के थियो भन्दा पनि नि अनि विमललाई म माया गर्छु म विमलसँग बिहे नगरी सक्दिनँ भन्छस् त अनि माया भन्ने चिज चाहिँ के हो त्यो चाहिँ मलाई बता न त्यही हो त त्यो चाहिँ मलाई बता न अन्त त्यही हो नि माया भन्ने चाहिँ त्यही हो कस्तो थियो नाम बिनाको अब माया गर्छु बिहे गर्छु भन्दा माया त भनेको त माया गर्छु भनेको त माइतमै बस्दा चाहिँ के हुन्छ अरे भयो बस्दैन माइतमा त किन बरु दसैँ तिहारमा आइन्छ होला एकछिन त्यो पनि काम सघाएर गरी खानु गइहाल्नुपर्छ अनि ज्वाइँसँग गएर चाहिँ कोहीसँग नबोल्ने केटासँग के बोल्नु हो के पाइन्छ आफ्नो जिन्दगी मात्र घुमाउनु बुढाबुढी बाँच्नु मात्र बोल्नु पर्छ केटासँग बोल्दा चाहिँ बुढाबुढी बाँच्नुपर्छ अनि बाँचिन्छ रेला गर्नु त अनि साँचो माया पनि नगर्नु त कम्ती बाँचिँदैन बुढा र बुढी टाढाबाट चक्खो माया दिने हो नि काकीलाई त के थाहा छ र तर मलाई थाहा छैन है नि बुढा र साँच्चै बुढी बाँचिन्छ भनेर तपाईँलाई के थाहा छ र थाहा नै छैन नि अनि म त जति काका चाहिँ भगवान् जस्तै मान्छे भन्नुपर्छ है अनि म जोसँग रेला ठट्टा गर्दा पनि रिसाउनु हुन्न होइन हुन्नु त हो है मलाई चाहिँ थाहा छैन है हुन्न चाहिँ ठिक भनिसौ काका अनि किन रिसाउनु र काकी म त के गर्नु पहिलेदेखि बोलियो अब माया बसिगयो अब के गर्नु अब ऊ बाहेक त कसैलाई नरोज्ने काकी उसलाई मात्रै रोज्ने अनि अपाङ्ग पनि छ भन्छ अनि के गरेर खाने भइहाल्छ नि ऊ पनि काम खर्सानी पनि टिप्न म पनि गरिहाल्छु अलिअलि त काम अब अलिअलि मात्रै त हुँदैन पायो दह्रो पो गर्नुपर्छ है काम त दह्रै गर्ने हो नि तर अब आफूले सके जति काम गर्ने नि यो खोर्सानी जातिनु पायो भने भयो खर्सानी टिप्ने काम तर अहिले नै सिक्नुपर्छ नि त्यो टुप्पाको त्यसो नटिप्न काम पनि ए त्यो टिप्ने तरिका नै भएन नि म सिकाउँछु नि यहाँ सुन यहाँ हेर खर्सानी टिप्ने पाए पनि हुन्छ त भन्छस् होइन तर खर्सानी टिप्ने तरिका त्यसो होइन नि कुन चम्रो कुन पाकेको छ यसरी छन्दै टिप्नुपर्छ कलिलो टिप्नु हुँदैन अनि जबरजस्ती तान्नु पनि हुँदैन अक्कबरे त जोगाउनु गाह्रो पो छ त यो खर्सानी सबै झोरा लागेर तर पहिल्यै हामीले टिपिसकेर नि यस्तो अहिले यस्तो छ है साथी हो यो बिग्रिनु थाल्यो यो झरुवा लागेको क्या पोहोरकै बोट राखेको पनि बिग्रिनु पनि बोपट्टिबाट घुम त बोपट्टिबाट अनि खर्सानी त मजाले टिप्यो भने त खेतला त लगाइहाल्छ नि तर टिप्ने तरिका पो जान्नु पर्यो त बिनिता टुप्पोतिर टिप्नु सक्दिन टिपेकै छैन यहाँ खासै खोर्सानी नि फलेको छैन फल्दा पनि यस्तै टिपिसक्नु भयो अनि बिमल बाहेक अर्को केटा रोज्दा हुँदैन र के रोज्नु हो अरूलाई चाहिँ बिमललाई नै नछोड्ने के छ हौ त्यस्तो चाहिँ त्यस्तो केही पनि अनि अरू के छ अरू त के नि अनि बिहे नगरी हामीसँग बस्दा नमिल्ने बिनी त काकीहरूसँग बसेर पनि म के गर्नु
यसरी नि रमाइलो गर्ने, काम गर्ने, खाने, रमाइलो गर्दै दिनहरू बिताउने। त्यस्तो त नगर्ने, बिहे गरेरै जान्दा ढुक्क हुन्छ होला। बिहे गरेर जाँदा चाहिँ ढुक्क हुन्छ। यहाँ घरमा बाँधी बस्नु त पर्दैन, बाँच्नु पर्छ घरमा त। किन बाँच्नु? बाबु आमासँग त होइन, अब कसैसँग त बाँच्नु पर्दैन। किन बाँच्नु? के भन्दा अराएन भने त बाँच्नै पर्छ। कति ज्ञानी हौ, मालमाता मस्काउँदैछ, धुन्दैछ। आमा मालमाता बाजेको रास देखेर साइला बाजेको धन्दा गरिदिँदैछ हौ गीताको छोरीले। कति ज्ञानी हौ नानी नि, सही ठाउँमा चाहिँ लानुपर्छ, एकदम ज्ञानी हुन्छ नातिनी। एकछिन आमासँग छुट्टिएपछि चाहिँ मसँगै राख्नु पर्यो। पढाउने काम मात्रैले पनि हुँदैन, पढाउनु पनि पर्यो। काम सँगसँगै पढाइ पनि अगाडि बढाउनु पर्छ। हाम्रो नातिनी एकदम ट्यालेन्ट हुन्छ। आफ्नो जिम्मेवार पुरा गरेको। छोरी भनेको छोरी, छोरी भनेको छोरी हो, छोरी भनेर हेप्नु हुँदैन क्या। विनिताको दिदी गीताको छोरी है साथी हो यो धन्दा गर्ने चाहिँ। अहिले भर्खर 3 वर्ष पनि पुगेको छैन, 3 वर्ष चाहिँ पुगेको छ भर्खर। बिचारा कति ज्ञानी हो। सिधा सादीको नानीहरू एकदम ट्यालेन्ट, एकदम बाठो, मेहनती हुन्छ भनेको त हो पो रहेछ। म पत्याएँ नातिनीसँग, म पत्याएँ हो। अनि त्यो दुःख चाहिँ कहाँ राख्ने हौ। अब विनिताले भन्दा राम्रो धन्दा गर्दैछ भनेपछि अनि